छन्। विद्यालयको आँगनमा बितेका ती दिनहरू अमूल्य सम्झना बनिरहनेछन्। गुरुजनको आशीर्वादले जीवनका बाटोहरू उज्यालो बने रहनेछन्। आज विदाईको घडी आयो भन्दै मन अलि भावुक भए पनि यस शङ्कर पब्लिक एकाडेमी माध्यमिक विद्यालयको नाम सधैँ हाम्रो हृदयमा अंकित रहिरहनेछ। धन्यवाद। आजको यस विदाई तथा शुभकामना कार्यक्रमको कार्यक्रम सञ्चालकज्यू आदरणीय गुरु श्री दुर्गा निरौलाज्यू, आज यस कार्यक्रममा उपस्थित हुनुभएका यसै श्री शङ्कर पब्लिक एकाडेमी माध्यमिक विद्यालयको विद्यालय संस्थापक आदरणीय गुरु श्री अमरलाल मण्डलज्यू, यसै विद्यालयको प्रधानाध्यापक आदरणीय गुरु श्री अमित कुमार शाहज्यू, त्यसै गरी यसै विद्यालयको सहायक प्रधानाध्यापक आदरणीय गुरु रामकिशोर मण्डलज्यू र यसै विद्यालयको पूर्व विद्यार्थी तथा वर्तमान विगत लामो समयदेखि लेखापाल पदमा कार्यरत रहनुभएका आदरणीय गुरु श्री दिपेन कुमार मण्डलज्यू लगायत मलाई सधैँ उज्जवल भविष्यतर्फ डोर्याउनु हुने सम्पूर्ण शिक्षक शिक्षिका ज्यूहरूको साथै आज विदाई तथा शुभकामना कार्यक्रम आयोजना गरी हामीलाई विदाई गर्नुहुने सम्पूर्ण कक्षा 9 का आयोजक प्रति र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म कक्षा 10 मा अध्ययनरत विद्यार्थी सचिन कुमार, आफ्ना समकक्षी सम्पूर्ण मित्रहरूलाई आउन लागेको यही चैत्र मसान्तको 19 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आफूभन्दा तल्ला कक्षामा अध्ययनरत सम्पूर्ण साथीभाइ बहिनीहरूलाई जीवनका शिक्षा र अनुशासन अपरिहार्य छ। यी दुवै कुरालाई सधैँ लागू गरेर विद्यालयको नाम उच्च गर्न आग्रह कहिल्यै त्याग्ने हुँदैन। अभिभावकको उपदेश सधैँ पालना गरी अगाडि बढ्न सके अवश्य उच्च सफलता पाउन सकिन्छ भन्न चाहन्छु। त्यसै गरी सम्पूर्ण गुरु तथा गुरुआमा लगायत विद्यालय परिवारप्रति सधैँ ऋणी छु। यहाँहरूले देखाएको सद्मार्ग र अनुशासन कहिल्यै त्याग्ने छैन। जीवनका महत्त्वपूर्ण पाठहरू सिकायो। यी 13 वर्षको यात्रामा शिक्षक शिक्षिका साथीभाइ तथा विद्यालय परिवारको साथ र सहयोग सधैँ पाइरहे। कहिलेकाहीँ अध्ययनको क्रममा मबाट गल्ती वा कमजोरी पनि भएका हुन सक्छन्। यदि मेरो व्यवहार, बोली वा कामले कसैलाई मन दुःख पुगेको छ भने आज यस अन्तिम दिनमा म सबैसँग हृदयदेखि नै क्षमा माग्न चाहन्छु। विद्यालयको कक्षा कोठा र यहाँ बिताएका रमाइला क्षणहरू सधैँ मेरो सम्झनामा रहनेछन्। साथीहरूसँग बिताएका हाँसो मजाक, शिक्षक शिक्षिकाहरूबाट पाएका प्रेरणा र मार्गदर्शन मेरो जीवनको अमूल्य सम्पत्ति बन्नेछ। आज विद्यालय छोड्दै गर्दा म सबै गुरुजन, विद्यालय प्रशासन र मेरा प्रिय साथीहरूलाई धन्यवाद दिन चाहन्छु। यहाँहरूबाट सिकेका ज्ञान र संस्कारलाई जीवनभर प्रयोग गर्ने बाचा गर्दछु। विद्यालय जीवन समाप्त भए पनि यहाँका सम्झनाहरू सधैँ मेरो मनमा जीवित रहनेछ। फेरि पनि मेरो यस श्री शङ्कर पब्लिक एकाडेमी माध्यमिक विद्यालयलाई देशकै नमुना बनाउन सम्पूर्णलाई अनुरोध गर्दै
शान्तिको निम्ति सँगै रहने वाचा गर्न चाहन्छु। सम्पूर्ण विद्यालय परिवारलाई हामीलाई यो स्थानसम्म ल्याउन सहयोग गर्नु भएकोमा विशेष धन्यवाद। साथै यहाँहरू सम्पूर्णमा पूर्ण सफलताको कामना गर्दछु। अन्त्यमा पुनः यदि 13 वर्षको दैनिक काममा गल्ती गरी यहाँहरूको मन दुखाएको भए अनजान सम्झेर माफी पनि माग्न चाहन्छु। Once again, I would like to give one short and sweet speech. Our respected founder sir, principal sir, vice principal sir, accountant sir,